दाइले चाहिँ एक्टिङ गर्दैन भनेछ कि क्यामेरा आउँछ भनेर अनि अहिले बन्द छ किन खिचिरहेछ बन्नलाई होला उहाँको बानी त्यस्तै छ मलाई त सबै खोरमै तुनेर राखेको जस्तो लाग्छ बस्नुदेव बाघ मात्रै हो फेरि मलाई त सबै खोरमै तुनेर राखेको जस्तो लाग्छ बस्नुदेव बाघ मात्रै हो फेरि एउटा एलिना चौहान र मैले एउटा गीत गाएको थियौँ के मेरो छुनु मुनु हौका तर बहिनीको मात्रै मान्छेले चिन्नु मलाई चिन्दैन कति बोल्छ मलाई कति पीडा छ सुन्नु मनो गाने हजुर नै हुनु के हो मामा पालो हाम्रो मिक्सिङ भयो सबै काम हुन्छ मेरो रेकर्डिङ सक्यो उहाँको मिक्सिङ सक्यो कसैको एरेन्ज सकिन्छ किनभने एसबिएन दाइ चाहिँ सबै चिजको प्याकेज हुनुहुन्छ अनि म देखिदिनँ भन्नुहुन्छ जहिले पनि त्यो सृष्टिकर्ता चाहिँ देखिदिनँ भगवान देख्नु भएको छैन नि तपाईँले भगवान देख्नु भएको छैन नि तपाईँले एक खालको आयो सत्र सरलाई के भन्न मन छ नयाँ काम म त उहाँलाई हेरेको हेरेछु यो अब भलक बनाउनतिर पनि लाग्नु भयो टोपी त्यस्तै छ उहाँको चस्मा त्यस्तै मान्छे सबको चाकरी खाइदिनु एक्लैले यहाँ सबै त्यस्तै भाइरजी पनि दामी मैले भर्खर सुने बवालै गीत छ है एल्ना बहिनीले गाउनु आएको रहेछ मैले भर्खर अनि हाम्रो भागीरथ चलाउने सरको अब लेटेस्ट एलिना चौहानसँगको कोलाबोरेसन मसँग 3 जना कोलाबोरेसन भनौँ न एउटा कोलाबोरेसन बवाल धमाकेदार गीत आउँदैछ हैन सबै आउँदै दाइ चाहिँ मेरो लागि एकदम लकी हुनुहुन्छ कट्टा हान्दिन्छु छुट्यो पिरीमा सुट हान्दिन्छु जे जे दाइले बनाएको त्यो छोयो कि सक्यो हैन एउटा राम्रो भाइ छ काम गर्ने अनि आउँदैछन् सबै हैन एकैचोटि सर्च नगर्नु होला नभेटिनु बिस्तारै यो पनि बडा आयो एकैचोटि सर्च नगर्नु होला अनि हाम्रो दिपिका नमस्ते सबैजनालाई आज एउटा ठुलो जम्बो भेटघाट भएको छ वान टिभी स्टुडियोमा अनि हाम्रो चर्चित कलाकारहरू सबैजना छत्र साई आफ्नै ठाउँमा हिट होइन हाम्रो चाहिँ भागीरथ चलाउने आफ्नै ठाउँमा हिट अनि हाम्रो एलिना चौहान भर्सटाइल सिङ्गर यता पनि भर्सटाइल सिङ्गर हुनुहुन्छ हाम्रो दिपिका बोइम्बु कश्मीरे पछ्यौरी अहिलेको लेटेस्ट हिट गीत होइन अनि अब हाम्रो ऋषि खड्का अनि त्यसपछि बादल सर होइन ल अब के छ अब आजको कस्तो लाग्यो स्टुडियो वान टिभीमा काम गर्दाखेरि अब सधैँ हामीले त सधैँ राखिँदैन यसरी होइन सबै स्टेजमा व्यस्त हुने अनि म मात्रै हो नि त भित्र खोरमा हुने त मलाई त सबै खोरमै तुनेर राखेको जस्तो लाग्छ बस्नुदेव बाघ मात्रै हो फेरि मलाई त सबै खोरमै तुनेर राखेको जस्तो लाग्छ बस्नुदेव बाघ मात्रै हो फेरि अनि त्यो भएर मैले यस्तो बोल्न सिक्नलाई बोल्न पनि सिक्नु पर्यो नि त होइन अनि एउटा एलिना चौहान र मैले एउटा गीत गाएको थियौँ के मेरो छुनु मुनु हौका तर बहिनीको मात्रै मान्छेले चिन्नु मलाई चिन्दैन कति बोल्छ मलाई कति पीडा छ सुन्नु मनो गाने हजुर नै हुनु हामीले चाहिँ चिने हामीले चाहिँ चिनेछौँ एकदम राम्रो छ दर्शकले पनि चिनिदिनु पर्यो भन्ने हो ठिक छ ल अनि छत्र सरसँग मेरो एउटा नयाँ कोलाबोरेसन हुँदैछ सबैसँग मेरो एउटा नयाँ कोलाबोरेसन हुँदैछ दामी छ कामहरू बवाल छ अहिले चाहिँ मिक्सिङ पनि भर्खरै हाम्रो ऋषि खड्का सरको मिक्सिङ सकाएर त्यसपछि मेरो के हो मामा पालो हाम्रो मिक्सिङ भयो सबै काम हुन्छ मेरो रेकर्डिङ सक्यो उहाँको मिक्सिङ सक्यो कसैको एरेन्ज सकिन्छ किनभने एसबिएन दाइ चाहिँ सबै चिजको प्याकेज हुनुहुन्छ अनि म देखिदिनँ भन्नुहुन्छ जहिले पनि त्यो सृष्टिकर्ता चाहिँ देखिदिनँ भगवान देख्नु भएको छैन नि तपाईँले एक खालको आयो सत्र सरलाई के भन्न मन छ नयाँ काम म त उहाँलाई हेरेको हेरेछु यो अब भलक बनाउनतिर पनि लाग्नु भयो टोपी त्यस्तै छ उहाँको चस्मा त्यस्तै मान्छे सबको चाकरी खाइदिनु एक्लैले यहाँ सबै त्यस्तै भाइरजी पनि दामी मैले भर्खर सुने बवालै गीत छ है एल्ना बहिनीले गाउनु आएको रहेछ मैले भर्खर अनि हाम्रो भागीरथ चलाउने सरको अब लेटेस्ट एलिना चौहानसँगको कोलाबोरेसन मसँग 3 जना कोलाबोरेसन भनौँ न एउटा कोलाबोरेसन बवाल धमाकेदार गीत आउँदैछ होइन सबै आउँदै दाइ चाहिँ मेरो लागि एकदम लकी हुनुहुन्छ कट्टा हान्दिन्छु छुट्यो पिरीमा सुट हान्दिन्छु जे जे दाइले बनाएको त्यो छोयो कि सक्यो होइन एउटा राम्रो भाइ छ काम गर्ने
अनि आउँदैछन् सबै हैन एकैचोटि सर्च नगर्नु होला नभेटिन बिस्तारै यो पनि कडा आयो एकैचोटि सर्च नगर्नु होला। अनि हाम्रो दिपिकाजी के अब मेरो त झन् यही त सबै अहिले त सबै सरलकै यही रेडी भएको गीत जति अब के भर्खरै अहिले कुकुको गीत पनि हाम्रो अहिले एउटा भोकल राम्रो छ अहिले नेक्स्ट लेभल छ सबै आउनु होला आउनुहुन्छ किन तपाईँ दाइ कस्तो हाम्रो पालो जेस भलकमा सकियो भाइरजीलाई यत्रो बोल्ने मान्छे आज थोरै माइक चाहिन्छ अरे के दाइ? क्यामेरा देखिसकेपछि के मुटुमा ढोक होइन के दाइलाई अलिक माइक यो त त्यस्तो केही छैन भन्नुहुन्छ ल राम्रो छ योभन्दा लामो हाल्नु भने फेरि नजान नि सक्छ लामो त छैन जब 2 मिनेट 3 मिनेट भयो पार्ट 2 8 मिनेट मात्र पुऱ्याउनु 8 मिनेट 8 मिनेट कन्टेन्ट चाहिँ राम्रो बनाउनु पर्यो दाम त झार्नु पर्यो नि त धेरै लामो हेर्दैन छोटो हाम्रा दुई बहिनी चेलीहरू हुन्छ हाम्रो माझमा यो बजारमा हिँडिरहेको छ खोकी एकदम यतारुटा हिँड्ने ए दाइले चाहिँ एक्टिङ गर्दैन भनेको के क्यामेरा आउँछ भनेर त्यस्तो अनि अहिले बन्द छ किन खिचिरहेछ भन्नलाई होला उहाँको बानी त्यस्तै छ। होइन तर उहाँ सोझै नै हुन्छ मैले त्यति तर उहाँ भाइरस सरको एउटा जोक सुन्न पाए नि हुन्थ्यो धेरै राम्रो प्लिज हुन्थ्यो। प्लिज भन्दिनँ एउटा चाहिँ प्लिज सुनौँ न साँच्चै फेरि एउटा ल अब एउटा जोक गइहाल्यो यत्रो आयो एउटा नयाँ जोक पनि जाउँ भाइरत प्लिज एउटा जोक अस्ति हामीले अनामनगरमा भनेको थियो त्यो जोक हाल्नु नि दाइले जोक खाने गर्छु कतिवटा जोक अघि पनि भनिरहेको थिएँ यहाँ उहाँ फेरि भने बेला मात्रै बिर्सिनु हुन्छ है पछि भन्नु न भन्नु भने बेलामा चाहिँ हाँसै पाइने यार फेरि भन्नु ल भन्नु न एउटा दामी ठिकै भन्नु अर्को कुनै ठिकै मिलाएर भन्नु हजुर मलाई आउँदैन तपाईँबाट सिके अब मलाई त्यो बिर्सिहाल्छु म के भन्छ म एकदम फ्रेस हुने भनेको जस्तै 2-4 जना यस्तो साथीहरू हुनुहुन्छ कि जस्तो भेटिसकेपछि एकदम फ्रेस लाग्ने के कुराकानी एउटा चाहिँ छत्र सर पढ्नुभयो भागिरथ सर पनि लास्टै अनि हाम्रो ओबी रायमाझी पनि हुनुहुन्छ होइन अनि अर्को हाम्रो रोशन परियार रोशन डिआर हुनुहुन्छ उहाँलाई नि सम्झिनु चाहन्छु कसलाई रे अङ्कल के त्यो देखाएको थियो नि अस्ति त्यो के मोबाइलमा छ तिम्रो एउटा अङ्कल हुनुहुन्छ त खतरा टाइपको गाउँको के मात्र एउटा हजुर बहिनीको एउटा जाओस् न त के एउटा मलाई त जोक्स गर्न आउँछ म त प्लिज सर जोक्स गाइदिनु त्यस्तो के आउन मलाई सर जाउँ यो फेरि जोक्स कस्तो हुन्छ होइन यहाँ भरिमा जोक्स आउने भनिदिउँ म क्यामेरा कि छत्र साईलाई कि भागिरथलाई हामीलाई आउँदैन हामी त जोक्स क्यामेरा अन साँच्चै गरेर दिन्छौँ जोक्स हामी भनेर आउँदैन है सर अनडाइरेक्टली दुईटा त तपाईँले हानिसक्नु भएको छ अब एउटा कि जोक गर्नु पर्यो के जोक्स गर्नु पर्यो कि गीत गाउनु पर्यो क्या एउटा रमाइलो गरौँ अब हामी कति गीत गाउने सबै गीत बन्दुक राखेर जोक भन त्यति धेरै फोर्स पनि नआउनु पसिनै आइसक्यो बिचरा पर्सिना आयो कि तपाईँको बेस्ट होइन क्यामेरा अगाडि म चाहिँ यस्तो मेरो बेस्ट भन्दा नि बेस्ट हुन्छ बेस्ट बाबु गुनु धेरै किन हो र यस्तो के अरे कि काजलजीलाई सम्झिनु बाहिरको मान्छेले भेटघाट हुन्छ भन्ने चाहिँ थाहा हुँदैन होइन तर हामी कलाकारहरू चाहिँ प्रायः जस्तो यस्तै भेटघाटमै बढी हामी रमाउँछौँ होइन किनभने सबै कर्म चाहिँ कस्तो छ भने सबैको आफ्नो पार्टमा एकदमै दौडानमा छ क्या भेट भएपछि रमाउने हो अघि पछि त आफ्नो आफ्नो तराब हुन्छ नि त अहिले कति फ्रेस भइहाल्छ गर्न पाइहाल्यो आफ्नो अनि प्रोग्राम मैले हेरिरहेको हुन्छु भित्रबाट जस्तै प्रोग्राममा मैले अब बहिनीको उहाँको होइन जति जानुहुन्छ रमाइलो लाग्छ क्या मलाई कस्तो रमाइलो लाग्छ भने हामी सबै एउटै ग्रुप भएर जाने एउटा समय पनि आउला होइन है सबैको एउटै ठुलो आयोजक त्यस्तो मिल्यो भने ब्यान्ड सहित होइन ब्यान्ड होइन जस्तै सबै कलाकार कलाकारको एउटा त्यो भनेको देउसी भैलो हुन्छ त्यस्तो कोही मूर्ख भेटियो भने देउसी भैलो होइन म त ब्लग जाँदै त उहाँकोबाट देखेन यत्रो सबै सँगै ब्लग जाँदै काटेर जान्थ्यो यस्तो बेतै हाल्यो भने त सकियो त्यस्तै अब यो रेन्डमली हुन्छ यसमा स्क्रिप्टेड हुँदैन एउटा जाओस् न यार प्लिज के त्यो अनन्द गर्नु
सम्मानका साथ मूर्ख भन्न चाहन्छु भने जस्तै भन्नुभयो। कफी मगाएर आउँछु कि प्लिज। भनेको थियौ त त्यो अङ्कलको देखाएको थियौ त त्यो भएको त कति छ।